पहिला औषधि युज गर्थ्यो जस्तो एन्टिबायोटिकहरू अब त्यसलाई रोक लगाएर हामीले जैविक अब जस्तो कि हाम्रो जुन आफ्नै घरमा उत्पादन भएको सामानहरू उपयोग गर्ने त्यसपछि जुन हाम्रो यो विषादीहरूलाई रोक लगाउने र खाद्य पदार्थहरूमा हामीले कुनै किसिमको असर नहोस् भनेर अब जैविक पद्धति प्रयोग गरेर हामीले आउने दिनमा शुद्ध कसरी खाद्य पदार्थ हामी उपभोक्ताहरूलाई दिन्छौँ माछा हो खास मैले बुझेको अनुसार त्यही हो। किसानहरूलाई के भन्छौँ भने हामी अब भोलिको दिनमा जुन हामीले जुन बितेका दिनमा हामी गऱ्यौँ विषादीहरू अब त्यसलाई अब बिस्तारै बिस्तारै किसानहरूलाई अब समसामयिक रूपमा चेतनाको रूपमा गर्ने र किसानहरूलाई भेला गराएर विषादी हामी युज गर्नु हुँदैन। विषादी युज गरेपछि जो मानवमा क्षति हुन्छ खाद्य पदार्थमा त्यो भोलिको दिनमा हाम्रो बाराका किसानहरूलाई नराम्रो अनुकूल असर पर्छ जस्तो कि